सोल्टिनी यो खोल्नु न यो खोल्यो नि त्यही हो ल अहिले अब आइपुग्यौँ अब फ्रेस फ्रेस हुनुपर्छ लगाइ छ अब चाहिँ हामी चाहिँ सिधै एयरपोर्ट हिँड्नु आँटेको सब्सक्राइब गरिदिनु पऱ्यो भन्नु हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल फेरि पनि स्वागत भइसकेको छु है आज चाहिँ एकदमै धुम लागिरहेको छ हजुर सो अहिले चाहिँ म चाहिँ ट्याक्कै दाइलाई भेट्न चाहिँ कलङ्की आइसकेको छु आजको मौसमको कुरा गर्नुपर्दाखेरि सो यस्तो जस्तो पानी परिरहेछ एकदमै मजाले है अनि त्यही हो हामी चाहिँ म चाहिँ दाइलाई भेट्न आएको विशेष कोरियाबाट आउनुभएको हाम्रो दाइ चाहिँ आजको फ्लाइट छ आज 11 बजेको फ्लाइट छ म चाहिँ अनि यहाँदेखि चाहिँ हामी ट्याक्कै एयरपोर्ट जान्छौँ म चाहिँ बसाइ चाहिँ एयरपोर्ट छ अहिले चाहिँ अनि त्यही हो अब हामी खानासाना खान्छौँ अनि चट्ट लाएर रेडी भएर हामी एयरपोर्ट जान्छौँ है त दाइ अनि त्यही हो अब के भन्नु अरू त अब जाँदाखेरि कुरा गर्दै जाउँ न है साथी हो अब चाहिँ हामी चाहिँ खाना खानु झरेको अब खाना खाएपछि एयरपोर्टमा जानु काम छ सो म चाहिँ झरेको हाम्रो दाइ चाहिँ अघि झरिसक्नु भएको छ सट्ट ढोकासक्का लाएर जाँदैछु मौसम चाहिँ एकदमै है पानी चाहिँ यस्तो परिरहेको छ गाइस हेर्नुहोस् ल अब चाहिँ खानालाई चाहिँ रेडी भइसकेको छु यहाँ चाहिँ हाम्रो चाहिँ बसिराख्नु छ कति चट्ट हाम्रो खाना चाहिँ यहाँ आउँछ यहाँनिर हाम्रो दिदीले पठाउँदै हुनुहुन्छ चट्ट टेबलमा चिसोको बेलामा तातो भात खाएर त्यो खाना खाएर हामी चाहिँ राख्छौँ है पानी चाहिँ अब एकदमै ठुलो परिरहेको है परिरहेको छ के ल अब खाना आउँछ त्यस पछाडि हामी खाना देखाउँछौँ है अब फाइनली अहिले चाहिँ हाम्रो चाहिँ खाना आइसकेको छ हेर्नु सक्नुहुन्छ खाना यहाँनिर अचार छ यहाँनिर चाहिँ तरकारी यहाँ दाल छ यहाँनिर के भन्छ सलाद अब चट्ट मिलाएर चाहिँ यो चाहिँ खानुपर्ने हुन्छ हाम्रो दिदीले मासु चाहिँ ल्याइसक्नु भएको छ यो के को मासु हो बुङ्गुरै होइन यो बिना त खानै रुच्दैन गाइस के गर्नु त्यही भएर अब चट्ट हामी चाहिँ खाना खान्छौँ है प्लिज चट्ट मिलाएर दाइको चाहिँ यता छ है त्यो चाहिँ टप्पु लाग्छ लगेज अब खाना खान्छौँ हामी चाहिँ लगाएर खाना खान्छौँ है लगेज ल सुरु गरौँ दाइले सुरु गरिसक्नुभयो अब यो चाहिँ म सुरु गर्छु है पहिला त मासु हेर्नु मासु गाइज त्यस्तो मासु यो बिना त खानै रुच्दैन गाइज के गर्नु एकदम स्वादिष्ट एकदम स्वादिष्ट है मिठो रहने है दाइ दिम्बु होटेल हो नि त त्यही भएर ल गाइस अब चाहिँ हामी खाना खान्छौँ है त त्यही चाहिँ अहिले चाहिँ हामीले खाना खाइसकेर पनि यहाँ चाहिँ दाइले टक्क मारेर थाक लगाएर अब उठाउँदै हुनुहुन्छ त्यही हो चाहिँ रुम
सो फाइनली गाइज हामी चाहिँ अहिले ट्याक्कै लोकेसनमा रुममा आइसकेको छौँ अनि टक्क दाइ चाहिँ यता हुनुहुन्छ दाइले देखाउँछु ल पहिला यहाँ हुनुहुन्छ दाइ चाहिँ अनि हामी चाहिँ टक्क कलङ्कीदेखि यहाँ एयरपोर्टसम्म आएको सम्पु मार्ग अनि यहाँ क्युट सोल्टिनी पनि हुनुहुन्छ के छ कान्छे हाई भनिदिनु न हाई भनिदिनु न भन्नु न हाई भनिदिनु त सब्सक्राइब गरिदिनु पऱ्यो भन्नु छिटो न कस्तो छ त यता यता हेरौँ त हाम्रो क्युट सोल्टिनी हो यहाँको गेस्टै फेरि उहाँ पनि बाहिर जानु लाग्नु भएको त्यही भएर यसो देखाएको तपाईँहरूलाई सो अब चाहिँ हामी के गर्छौँ भन्दाखेरि हजुर अब चाहिँ हामी के गर्छौँ भन्दाखेरि अब काम साम गर्नु पऱ्यो अनि त्यही हो ल अहिले अब आइपुग्यौँ अब फ्रेस हुनुपर्छ अनि त्यस पछाडि भरे फेरि भेटौँला है त गयो सो गाइज है म चाहिँ यहाँ सोल्टिनीको भिडियो चाहिँ हाल्नु खोजेको हाल्नै मानिरहेको छैन हेर्नु न कति क्युट हुनुहुन्छ उहाँ चाहिँ लिम्बू है बेका लिम्बू है फेरि किन मेरी समझ में नहीं आ रहा मैं क्या कर रहा हूँ पागल हो गया हूँ लेकिन तुम लोगों को बोलने से क्या होगा मेरी तो किस्मत खराब है देखा एउटा भिडियो बनाउनु के बोला छैन गाइस कमेन्ट गर्नु पर्यो राम्रै भयो प्लिज भन्नु न लिङ्क पनि हो गाइस तर लिङ्क भाषा एउटै बुझ्दैन क्या नुङ्गी जोक पायो नुङ्गी जोक पायो ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ अब हामी चाहिँ अहिले म चाहिँ टक्क लाएर उता कलङ्कीदेखि आएर पनि यहाँ थोरै काम गरियो काम गरिसके पछाडि यहाँ चाहिँ हल्का यसो सोल्टिनीहरूलाई जिस्काएको क्या अनि त्यही हो अनि भिडियो चाहिँ हाल्नु मानिरहेको छ होइन म चाहिँ हाल्नु खोजिरहेको छु तर आउँछ स्योर आउँछ यदि मन पऱ्यो भने तल कमेन्ट गर्नु होला म सबै डिटेल्समा बताएर दिन्छु ल के चाहिँ नम्बरहरू के चाहिन्छ सबै भन्नु न त्यहाँ तल म दिन्छु म दिइहाल्छु ल पर्ने कि नपर्ने भनौँ न यहाँ छोटी त्यस्तो कुरा नभन्नु ल उहाँ नै हो है सोल्टिनी चाहिँ के अपत्र हो एउटा भिडियो गर्दै अपत्र हुन्छ ल म दिन्छु त एकचोटि यसो भनिदिनु न लाइक कमेन्ट सब्सक्राइब गरिदिनु भनिदिनु न यो सोल्टिनो लाइक कमेन्ट सब्स्क्राइब नगरिदिनु गरिदिनु चाहिँ भन्नु न नगरिदिनु किन चाहिँ किनभने यसरी नमाई भिडियो बनाउनु हुन्छ पर जानै छ ये मौसम कैसा है यहाँ का अरे लंदन का मौसम और लंदन की लड़कियाँ यस्तो हो नि त गाइस होइन अघि सर्नु पऱ्यो है यस्तो हो नि त गाइस अब के भन्छ त्यो सब्सक्राइब लाइकको लागि मात्रै गरिँदैन क्या अब पछि सम्झना सर पनि हुन्छ नि त एउटा भिडियो बनाइसके पछाडि त्यही भएर बनाउनु खोजिरहेको मानि नै रहेको छैन क्या हेरौँ त उठिसकेर खुस्केर बसेको कति राम्रो हुन्छ मन पऱ्यो भने भन्नु है ल राम्रो मात्रै भनौँ न त्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु यो सोल्टीको लाइक कमेन्ट सब्सक्राइब च्यानल उयो नगरिदिनु सबैले गरेको मान्छेले नगरे सबै उयो गरिदिनु के भन्छ त्यो अनसब्सक्राइब
किन यसरी तपाईँहरूसँग भेट भएर नि यसरी जबरजस्ती भिडियो बनाउनुहुन्छ त्यो चाहिँ गफै अनि अहिले बोयफ्रेन्डसँग बोल्दै थिएछ डिस्टर्ब चाहिँ गऱ्यो होइन त्यसको लागि सरी गाइस होइन तर केही छैन अब यसो भिडियो इन्टरटेनमेन्ट हुनु पऱ्यो नि त भिडियो बनाउनुलाई त होइन त्यही भएर हो हेरौँ रिसाएर यस्तो तरिकाले रिसाएर यसो तरिकाले बोयफ्रेन्डसँग बोलेको कि बोलेको होइन भनौँ न त्यो चाहिँ कसरी होइन त्यही त प्रब्लम त छैन र पनि भनेको लु बनाउनु न त हामी राम्रै छ है गाइस ल पट्याउँमै पट्याउँ नम्बर चाहिँ तल कमेन्ट बक्समा त्यो के भन्छ चाहियो भने यसो भन्नु म प्याटै दिइहाल्छु सबै छ क्या मसँग हेरौँ न कति राम्रो रिसाउन त यस्तो जति नै उ गर्नु न मलाई सोल्टिने बनाउँदैछ ऊ फोन गरिरहेछ सोल्टिने यहाँ आउनु सोल्टी भ्लग बनाएको मलाई हुनुहुन्छ है यहाँ आउनुहुन्छ अरे सोल्टीले भनेको यहाँ हाम्रो रुममा खोइ छिराउनु बिहान छैन फोन गरेर चाहिँ के गर्नु खोजेको दुईजना भएर अब मलाई यस्तो धोबिहाल्नु नि म त डर लाग्छ अब भाग्छु ल गाइस भाग्छु ल ल त्यही हो गाइस बाई बाई भनिदिनु न सबैलाई बाई बाई भनिदिनु न सबैलाई बाई बाई मा पनि गरिदिनु सबैलाई आउँदैन त्यो किन आउँदैन सिक्नु पर्यो नि त आउँदैन त्यो भ्लग गर्नु पर्यो जानु भ्लग नबनाउनु सोल्टिनी बनाएर चाहिँ के गर्ने अब भ्लग बनाउने यहाँ दुईजनाले हामी तिनजना भएर म त नबनाउने मलाई लाज लाग्छ क्यामेरा अगाडि चाहिँ बहुत सरल लाज लाग्छ क्यामेरा अगाडि चाहिँ बहुत सरल जानु सोल्टी छिया कम त नकली छ गाइस लास्टै नकली छ एकछिन कसरी देखेर आउनु भएछ क्या म खुट्टा पुरै देखाउनु भएको थियो नि त नलाउनु है खुट्टा देखाएको छैन देखाउँदै यता तल देखाउने नि यसरी ल गाइस त्यही हो अब चाहिँ म चाहिँ मुनि झर्न आँटेको सोल्टिनीले बेकारमा बोलाएको किन चाहिँ बोलाएको सोल्टिनीलाई सबैलाई बाई बाई ल बाई बाई भन्नु न बाई बाई सोल्टी खै हो सबैले पो त मलाई होइन क्या बाई बाई सबैलाई त्यही हो गाइस अब नेक्स्ट ब्लगमा फेरि पनि म सोल्टिनी ल्याएर आउँछु के कस्तो हुन्छ सो हेर्नु सक्नुहुन्छ यहाँनिर चाहिँ अघि फोन गरेर बोलाएको उसलाई चाहिँ हो हेरौँ न यहाँ लुडो खेल्नु त आउँछ लुडो कस्तो आउँदैन यता पनि राम्रै उता पनि राम्रै जताततै राम्रै के सोल्टिनी त्यो के भन्छ अर्को सोल्टिनी फोन गरेर के भन्नु भने भन्नु न के भन्नुभयो के भन्नु भएन फोन मात्रै गर्नु भयो हो र थेमा भात लुगा लगेज फाइनली हामी चाहिँ अब चाहिँ एयरपोर्ट जान लागेको म अगाडि बस्छु ल दा यो खोल्नु न यो खोलेन नि भयो नि राफिला
जान्छ है दाजु हाम्रो त के गर्नु ब्लग लगाइछ। अब चाहिँ हामी चाहिँ सिधै एयरपोर्ट हिँड्नु आँटेको ए जान लागेको यता ब्याक सपोर्टमा चाहिँ हाम्रो दाइ अनि एकजना हाम्रो दाइले चाहिँ पुरा मारी के हो स्प्रिङ गुमाउनु हुन्छ ठिक छ होइन दाइ कस्तो नर्भस भइदिएको गाह्रो छ है दाजु ठिक छ नि अब चाहिँ हामी चट्ट लागेको गाइस टोपमा जान्छौँ हामी फेरि के साह्रो पो गर्मी भयो भाइ भाइ नेपाल भेट्न के भन्नु होइन अहिले अब एकछिनको लागि केही समयको लागि त्यहाँदेखि कति लाग्छ चाइनादेखि 4-5 घन्टा खै टाइम चाहिँ देखेन भयो मेन्डियम भिड यो त अति भिड भयो यार बाय 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 सो गाइस अहिले चाहिँ दाइले पुऱ्याएर पनि हामी चाहिँ दुईजना फर्किँदैछौँ यहाँ बस्नुपर्दा हामी चाहिँ दुईजना अहिले चाहिँ फर्किँदैछौँ उसलाई चाहिँ भित्र हालिसकेर अहिले हामी डक्टर दुईजना चाहिँ घर जाँदैछौँ सो हेर्न सक्नुहुन्छ हाम्रो लगाइ चाहिँ अब हामी रुममा पुग्छौँ अनि त्यस पछाडि फेरि भेट्नुपर्छ है गाइस विदेशी त कति कति है दाइ ए मान्छे त के भन्छ गाउँमा हेर्दा मात्रै नभएको जस्तो देखिन्छ होइन तर यहाँ एयरपोर्टमा आएर हेर्दाखेरि त मान्छे त यस्तो धेरै है दिदी हेर छ सबैले हेरिरहेको छ ल गाइस त्यही हो अब रुममा पुग्छौँ अनि त्यस पछाडि कुराकानी गर्नुपर्छ त्यही हो गाइस अनि हामी चाहिँ दाइले पठायो अरे अनि आएर पनि खाना साना खाएर पनि अहिले चाहिँ हामी सुत्नु लागेको टक्क लाएर अनि त्यही हो अब भिडियो चाहिँ यतिसम्म मात्रै भयो है यति भिडियोले मन पऱ्यो मलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु च्यानललाई पनि भन्दै हामी चाहिँ बिदा हुन चाहन्छु हस्त बाई